हाम्रो स्वस्थ जीवनशैलीको एउटा कम्पोनेन्ट ध्यान हो। म सानो छँदाखेरि मैले पढेको स्वास्थ्यको परिभाषामा भनिन्छ, health is a state of complete physical, mental, social and spiritual well-being and not just absence of disease or infirmity. त्यसकारण निरोगी रहनु भनेको एउटा सन्तुलनको अवस्था हो। र हाम्रो दैनिक जीवनमा पनि हामी जुन पञ्चतत्वको कुरा गर्छौं, पृथ्वी, जल, वायु, आकाश, अग्नि भनेर, यी पञ्चतत्वहरूको सन्तुलनबाट नै हाम्रो जीवन अगाडि बढ्नुपर्छ। र त्यसको लागि हामीले यम, नियम, प्रत्याहार, धारणा, ध्यान र समाधिको अवस्था हामीले परिकल्पना गरेको हाम्रा शास्त्रीय शिक्षाहरू हुन्। त्यसैले हाम्रो स्वस्थ जीवनशैलीको एउटा कम्पोनेन्ट ध्यान हो।